सम्पूर्ण दर्शकवृन्दमा नमस्कार। आज हामी फेरि अर्को एउटा नयाँ एपिसोडको साथमा फर्केर हेर्दाको सेटमा उपस्थित भइसकेका छौँ र यो फर्केर हेर्दाको सेटमा आज आफ्नो जीवनलाई फर्केर हेर्ने क्रममा हामीसँग हुनुहुन्छ बलवीर विश्वकर्मा र हर्कमाया विश्वकर्मा र तपाईँहरूलाई स्वागत छ। र अब आफ्नो जीवनलाई फर्केर हेर्ने क्रममा सुरुवातमा त तपाईँहरूको जन्म कहाँ भयो भन्ने चाहिँ म त्यहाँबाट सुरु गर्छु र बलवीरज्यू तपाईँ भनिदिनुहोस् तपाईँको जन्म कहाँ भयो? चिराङ फिरफिरे गाउँ चिराङ डिस्ट्रिक्टको फिरफिरे गाउँ। फिरफिरे गाउँ चिराङ भनेपछि भुटानमा। तपाईँ भुटानमा जन्मिनु भयो। तपाईँको बुवा आमाको नाम थाहा छ? लालवीर विश्वकर्मा, चन्द्रमाया विश्वकर्मा। उहाँको तपाईँ कुन पुत्र? कतिजना तपाईँको परिवारमा? मेरो दाजुभाइमा त गन्ती गरेर साध्य छैन। जन्म 18 जना अरे। 18 जना। एउटै बुवा आमाको 18 जना अरे जन्म भएको चाहिँ। तर जाँदै कति गए, तर पछि रहेको जेठा दाजु र अन्धा थिए, आँखा नदेख्ने। बेलाङ्गे थिरीमा बित्नुभयो। ठुलो दाजु चाहिँ मलाई माइला भन्थे। म माइला हुँ। पछाडिको चाहिँ काइला बाईको छोरा उता हिवासमा छ। ठिक छ, हामी त्यसमा अहिले फर्केर आउँछौँ। कहाँ हुनुहुन्छ तपाईँहरू? अब जीवित रहेको तपाईँको दाजुभाइहरू कहाँ हुनुहुन्छ भन्ने कुरामा हामी फेरि फर्केर आउँछौँ। र हामी हर्कमायालाई पनि चाहिँ हामी सोध्न चाहौँ, तपाईँ कहाँ जन्मिनु भयो? म गोपिनीमा जन्मेको हो। गोपेनी भुटान। गोपेनी भनेको गाउँ हो? गाउँै होला। गाउँै हो। ब्लक भन्थ्यो? ब्लक गोपिनी हो। बाबुको नाम मेरो हर्कवीर हो। आमाको नाम सुकमाया हो। अनि तपाईँहरूको परिवारमा कति चाहिँ हर्कमाया र के भन्नुभयो? बुवाको नाम हर्कबहादुर र सुकमाया, आमाको नाम सुकमाया। तपाईँको? मेरो आमाको नाम सुकमाया अनि बाबुको नाम हर्कबहादुर अरे। मैले बाबु देखिनँ पनि। जन्मेको 8 दिनका दिन बाबु बितेको। बाबु बितेको अरे। भनेपछि उहाँहरूको चाहिँ कति, तपाईँहरूको सन्तान चाहिँ कति थियो? मेरो सन्तान त अब बाबु एउटा मात्रै, 7 बहिनी फुपूहरू थियो रहेछ। बुवा र मम्मीबाट नि तपाईँहरू सँगै जन्मेको चाहिँ? बुवा र मम्मीबाट त म एकजना मात्रै हो। एक्लो छोरी। एउटा दाजु छन्। हिवासमा छन्। ओके, ल ठिक छ। तपाईँ अब चाहिँ राम्रो देखियो होइन? आँखाको समस्या हुन्छ नि त, आँखाको समस्या मेरो पनि छ। ल ठिक छ, त्यसो भए तपाईँहरूको जन्म त्यहाँ भयो। जन्मेपछि तपाईँहरू हुर्किँदै गर्दाखेरि चाहिँ के गर्नुभयो सम्झिनुहोस् न त, तपाईँ सम्झिदिनुहोस्। मैले त अब के गरेर, अब फिरफिरे गाउँमा रहँदा बस्दा 7 वर्षको उमेरमा त्यो जमिन पहिरोले लग्यो। तपाईँको जमिन? मेरो जमिन चाहिँ। मेरो जमिन भनौँ न, अब बुवाले गारे घर बनाउनु भएको थियो। त्यो गारे घर पनि लग्यो र जमिन खेत रोपिसकेको साउनको बेलामा टाकटुकै राति लगिदियो घर। तपाईँ 7 वर्षको हुनुहुन्थ्यो? म 7 वर्ष। स्कुल पढ्नको लागि बुवाहरूले? स्कुल कहीँ थिएन, मेरो स्कुल थिएन। फिरफिरे गाउँमा लामी डाँडामा थियो स्कुल। त्यहाँ मेरो कान्छी सानीमा थियो, त्यहाँ लगेर साथु सामल पुर्याइदिनु थियो भने त पढाउन पनि सक्ने थियो भने बुवाहरूले। तर बुवा सुनारे काम गर्ने। कहाँ छन् भन्दा दागा पेला। कहाँ छन् बुवा भन्दा के अरे फुन्चिलिङलाई चाहिँ चाम्कुना भन्दा रहेछन्। उहाँ चाहिँ घुमेर त्यसरी सुनारे काम गर्ने, घुमी सुनारे काम गर्ने। होइन, दुःख थियो घरमा बस्दैन थिए। अहिलेको जस्तो थिएन जमाना, अहिलेको जस्तो थिएन। अब त्यस्तै हो, दुःख सुख। अब बुवाले त्यति नगरे पनि फेरि
तपाईँहरूलाई चाहिँ पालन पोषणमा त गाह्रो हुन्थ्यो नि त। आमाले चाहिँ कता कता ऋण बाँकी गर्यो अनि बनिबुतो गर्यो ल्यायो खुवायो भन्नुहुन्थ्यो। हो समस्या त्यस्तै सबैको भएर त्यस्तै हाम्रो थियो। जिन्दगी चाहिँ त्यस्तै चल्यो। र तपाईँ त्यसो भए स्कुल जानु भएन स्कुल भनेपछि 7 वर्ष पछाडि तपाईँहरूको त्यो बारी जग्गा जमिन पनि पहिरोले लगे पछाडि पहिरो तपाईँले लग्यो। पहिरो लगेको चाहिँ दिदी थियो एउटा तल 12 धुरे भन्ने ठाउँमा। हजुर त्यो 12 धुरे भन्ने ठाउँमा दिदीको घर थियो। अनि त्यो दिदी भेना आएर उठाएर लग्यो हामीलाई। त्यो 12 दुरे दिदीकै घर थियो। दिदीको घरमा लगेर राख्यो। त्यहाँ राख्दै त्यहाँ पनि धेरै दुःख भयो। कति बस्नु भयो त त्यहाँ? त्यहाँ झन्डै 1 वर्ष बस्यौँ। बाबु आइपुगेपछि त्यहाँबाट फेरि त्यो 12 रुपियाँ तनम तिरेर तल एउटा के टापु भन्थ्यो, त्यो टापु भन्ने ठाउँमा माधव थानदेखि माथिल्लोपट्टि त्यहाँ लगेर बाबुले राख्नुभयो। त्यहाँ बस्यौँ। बस्दा बस्दै 10 वर्षको म हुँदा ती विवाह भयो हाम्रो। 10 वर्षमा विवाह? मेरो विवाह गरेको मेरो दाजुको र मेरो विवाह त्यहाँ भयो। 10 वर्षको उमेरमै? हजुर। यिनलाई माग्नु गएको, यिनलाई र उनको दिदीलाई माग्नु जाँदाखेरि दिएको दिन पनि बाजे बजूले पनि दिएको। तर दाजुले यो विधवा हुनेको सन्तान बिहे नगर्ने भनेछ। दाजुले चाहिँ अब यिनको ठुल्यामाहरू छ्यामा आमा सबै विधवा भयो नि त। अनि त्यस कारणले यो विधवा हुनेको सन्तान भनेछ। अनि त्यहाँबाट रक्सीको बदल पनि कसो कसो गरेर खुस्रुक्क गएर टिपेर बदल लाउनु लगेको पनि त्यो पनि बोकेर भागेछ दाजु। अनि घरतिर लिएर गएछ। अनि माग्नु गएन। अनि गोपिनीतिर कता कता केटी माग्न खोज्नु गएछन्। उहिले त्यो एउटा थियो नि, तपाईँलाई रोके कि मैले, उहिले एउटा चलन थियो के घराना हेर्नुपर्छ है भन्ने, त्यही कुरालाई चाहिँ उहाँले ध्यान दिएर त्यसो भनेर स्वाटै केटी माग्न हिँडेको जाँदै खोज्दै जाँदा अनि गोपिनी पुगेछन्। गोपिनीबाट पनि फर्केर आएर अनि साउने गाउँमा चाहिँ कालीकोटेको भान्जी शङ्खरेको छोरी दुईजनै जहाँ जाँदा पनि जोडा मात्रै दिने अरे, एउटा नदिने। दाजुभाइलाई दुईजना दिदी बहिनी नै। त्यहाँबाट अनिखेरि म चाहिँ सानो 10 वर्षको। अनि साइला काकाको छोरालाई जोडी बाँधेर दाजु र साइला काकाको छोरालाई भेला गरेर बिहे गरौँ भन्ने भएछन्। त्यहाँ पनि मानेनन् काका नमान्नाले गर्दाखेरि काका चाहिँ के भन्छ कुटुनी भएर हिँड्नु भएको कि हो? कुटुनी भएर हिँडेको होइन कि, मतलब मेरो बाबु चाहिँ कुटुनी भएर माग्न हिँडेको। काका चाहिँ नमान्ने एउटा एक खाले थिए नि त। त्यहाँबाट अनि सट्टै केटी त्यो दाजुलाई दिएनछन्। नदिँदाखेरि मेरो छोरा छ नि त जस्तो नि 12 भयो नि सानोबढी ठुलो हुन्छ बिहे गर्छु भनेर भन्नुभएछ र अनि दाजु र मेरो एकै लगनमा बिहे गरे दाजुभाइको। अनि मेरो पनि नानीहरू भयो पछाडि। उनीहरूले भनेछन् कि जब 15 वर्षको 16 वर्षको हुन्छ मेरो छोरा पनि 15-16 सालमा त अनि त्यतिखेर मैतालु पठाउँछु भनेछन् ससुरालीले पनि। अनि 5 वर्ष पछाडि मात्रै गएर मैताल ल्याएको मैले। दाजुले चाहिँ पहिले ल्यायो, नानी भइगयो, केटाकेटी भयो। ऊ 18 वर्ष नागेको थियो बिहे गर्दाखेरि। म चाहिँ अब 10 वर्षमा बिहे गरेको। अनि अब म सानै थिएँ। हजुर हजुर। तपाईँले चाहिँ उतै छोडिदिनु भयो? उतै छोडिदिएँ, माइतै छोडिदिएको। माइत छोडेर कति वर्षमा चाहिँ ल्याउनु भयो? 5 वर्ष 6 वर्ष पछाडि ल्याएँ। 6 वर्ष पछाडि भनेपछि तपाईँ 15 वर्षको 16 वर्षको 16 वर्ष भएँ। अनि त्यतिखेर ल्याउनु भयो। त्यति अब 16 वर्षतिर त उहिले त अब त्यही 9-10 वर्षमा बिहे गर्थ्यो। 16 त एकदमै बिहे। अनि त्यहाँबाट अनिखेरि ल्याएर यताउता गऱ्यौँ। म त्यहाँबाट फेरि म राजाको बेगार खट्नु पर्थ्यो 70 दिन। 70 दिन बेगार खट्न गएको थपक्क म त ल्याइराखेर घरमा छोडेर त्यहाँबाट सट्टै बेगारमा गएँ। त्यसो भए मन मानेको त अनि त्यसरी घरमा लिएर छोडिराखेर? मन माने पनि धन माने पनि अब के गर्ने, जानु पर्यो नि। बेगार खाइन्थ्यो होइन त्यहाँ त भुटानमा त? 70 दिनको बेगार। फेरि दाजुको टिप्पणी मैले गर्नुपर्ने, बाबुको टिप्पणी मैले गर्नुपर्ने।
त्यस्तो त्यस्तो हुन्थ्यो मलाई पनि त्यो बेगारको बारेमा के कुरा थाहा छ तपाईँले बेगारमा गएपछि के काम गर्नुभयो त्यो बेगार मैले बेगारमा गएर म अलिक सानो सानै पनि थिएँ तर तर्कालो चाहिँ तर्कालो थिएँ है अनि यो के अरे ताला भुटान भन्ने ठाउँमा त्यहाँ गएर बाख्राका पाठा खसी बैली बाख्राहरू खोज्थेँ अनि बैदारहरूलाई मासु 1 किलो मासु दिएपछि चाहिँ खुसी हुन्थे उनीहरू 1 किलो मासु दिन्थे 1 किलो मासु दिएपछि खुसी हुन्थे र मलाई छोडिदिन्थे फेरि पेमेन्ट पनि उठाइदिन्थे है तपाईँको त्यो बेगारको काम गरेको पनि दर्ता भयो पैसा पनि पायो अनि त्यसो हुन्थ्यो र म मासु खोज्न हिँड्थेँ यो चलन चाहिँ भुटानमा अत्याधिक थियो किन भन्दाखेरि त्यो भुटानमा मलाई पनि एउटा याद आइहाल्यो त्यो भनिदिन्छु भुटानमा चाहिँ त्यो ग्रिन बेल्ट भन्ने चाहिँ एक समयमा चाहिँ त्यो ग्रिन बेल्ट काट्ने भनेर के नापी आएको थियो क्या त्यति बेला चाहिँ आर्मीहरू हुन्थ्यो अनि नापी गर्ने मान्छेहरू हुन्थ्यो अमिनहरू अनि त्यति बेला त्यो आर्मीहरूले चाहिँ त्यहाँ हामीलाई गाई गोरुहरू त्यहाँ नचरा भन्थे क्या त्यो एरियातिर त्यहाँ नले यहाँ हामी नापी गर्दैछौँ तर उनीहरूलाई चाहिँ हामीले कुखुराको अन्डाहरू लगेर दियो भने त्यहाँदेखि भोलिदेखि फेरि छोडिदिन्थे क्या त्यस्तो चलन चाहिँ थियो ल ठिक छ तपाईँलाई एकछिन रोकेँ तपाईँले भन्नुभयो तपाईँ जन्मेको केही समयमै चाहिँ बुवा बित्नु भयो नि 8 दिनको नानी म 8 दिनको हुँदाखेरि बुवा बित्नु भयो अरे त्यहाँबाट अनि पछाडि हजुरआमा घरको पनि बित्नु भयो अरे त्यहाँदेखि मेरो आमाले पनि मलाई लिएर माइत गएर बस्यो मेरो ठुलो आमाले पनि दाजुलाई लिएर माइत गएर बसेछ त्यहाँबाट पछाडि अब एउटा नानीको आमा त हो बस्नु दिएन आमाले नि अर्कोसँग बिहा गरेर गयो ठुलो आमाले नि अर्कोसँग बिहा गरेर गयो मेरो दाजु चाहिँ फुपूसँग बसेर हुर्कियो तपाईँको दाजु चाहिँ थियो हुनुहुन्थ्यो 6 महिनाको जेठा कान्छा दाजुभाइ एकैचोटि बिहे गरेका रहेछन् जेठी कान्छी मेरो ससुराले चाहिँ कान्छीको छोरी हो दाजु जेठी आमाको छोरी हो जेठी आमा अहिले नेपालमै के अरे त्यो पछ्रीमा होइन बुवा त त्यसो भए त निकै तन्दुरुस्त मान्छे एकैतालमा 2टा बिहे गर्ने भनेपछि त के भएर चाहिँ अब बुवाको त उमेर कति थियो कोनी 7 बहिनी छोरीहरू अरे फुपूहरू कान्छी फुपूले रुँदै रुँदै उठाएर फुल टिका लगाइदिएर अनि भोलिपल्ट अचानक केही बिरामहरू पनि केही नभइकन बिमार चाहिँ मामाहरू अब भन्नु पर्दाखेरि मामाहरू मादल मारुनी सिँगारेर नाच लगे लिएर चाहिँ त्यो गोपिनी पहिरामा ठुलो हात्ती छेडी छ त्यो चाँचेको खोलामा बाबुलाई अचानक आकाश जस्तोले सानो सानो आयो अरे पहिले त पछाडि फर्केर हेर्दा आकाशै छेन्ने सेतो आयो अरे त्यहाँबाट अनि पारिपट्टि गएपछि भक्कै लड्यो अरे मामाहरू भएकोमा पुगेपछि अनि कसैले छोपेछ नि मामाहरू पुगेपछि भक्कै लड्यो अरे त्यहाँबाट के भयो भनेर घरमा ल्यायो अरे घरमा ल्याएर त्यतिकै ज्वरो आएर खटिरा भएर बित्नु भयो अरे अनि त्यतिकै म बाबु पनि देख्दिनँ पनि चिन्दिनँ पनि म त गर्भै टुरा भन्दा नि हुन्छ त्यही त अनि त्यही त मैले भन्नु खोज्दै थिएँ एकजना मात्रै छोरी या छोरा हुँदाखेरि त भनौँ न सबैभन्दा सुन्दर सन्तान होइन उसलाई त सबै कुराले धन सम्पत्ति सबैले पुग्छ भन्थे नि त तर तपाईँ त टुरो हुनुभयो त्यो त्यस्तो खालको अब रमाइलो त तपाईँलाई भएन पक्कै पनि दुःख भयो नि त नत्र भने त एउटा सन्तान त बडा सुखमा हुर्किन्छ भन्थे नि त उहिले अनि बाजे पनि पछाडिको पनि पहिलाबाट लगेर मर्यो यता चाँचेपट्टि के अरे यता के जातिपट्टि धेरै धन सम्पत्ति भएको मेरो बाजे धेरै धन सम्पत्ति भएको सुनको फालीहरू नाङ्लोमा फिजाएर सुकाउँथ्यो यो के पर्वमा औँसी आउँछ हो यसमा नाङ्लोमा लाएर सुन चाँदी पैसाहरू धोक्रोबाट खन्याएर हरियो भइसकेको उयो सुन के अरे मुन्ना चाँदीहरू सुकाउँथ्यो हामी केटाकेटी हुँदा सानो हुँदा अनि
त्यहाँदेखि तपाईँहरू त्यो ठाउँमा तपाईँलाई मैले रोकेँ त्यो ठाउँमा तपाईँ बुवाबिन टुरो भए पछाडि तपाईँले त्यो हुर्किँदै गर्दा चाहिँ त्यो गाउँमा के कामहरू गर्नुभयो? म त त्यो ठाउँमा त्यो गाउँमा गोपिनी ठुलो गोपिनीमा जन्मियो भन्थ्यो। म त्यो ठुलो गोपिनी भन्ने ठाउँमा पुगेको पनि छुइनँ। पछि बाजेले तल्लो आमादेखि फेरि खोसेर मलाई लग्यो हो। मेरो आमा अर्कोसँग गयो, मेरो आमाको काखमा अर्को नानी भयो। त्यहाँदेखि तपाईँलाई चाहिँ बाबैले मेरो घरको बाजेले लग्यो। हजुर बाजेले लगेर 1 वर्ष मात्रै बसेँ। म बिमार भएछु। बिमार हुँदाखेरि जहाँ जहाँ लडी हिँड्ने, जहाँ जहाँ लड्ने, अप्ठ्यारो सप्ठ्यारो, खोला नाला भिर सबैतिर लडी हिँड्ने जङ्गली बिमार भन्ने थियो नि त अगाडिको। त्यहाँबाट अनि मलाई फेरि बाजेलाई बोलाएर बोजूहरू आएर घरमा मावला लग्यो। मावला लग्यो। पछाडि मलाई बिमारले पनि छोड्यो। बाजे तेरो त भिरबाट लगेर मऱ्यो अरे बाजे भने। सानै थियो, सानै भन्दा पनि 10 यता हाडको बाजे चाहिँ हाड बाजे चाहिँ 11 वर्षको थियो होला म त्यति बेला। अनि के भन्थेँ मैले, बुद्धि कस्तो, अब त बाजे मरिहाल्यो, मलाई लिनु आउँदैन, अब म यहीँ बस्नु पाउँछु भन्ने मान्छे बुद्धि कस्तो। बाजे मर्दा मावलामा बस्नु पाउँछु भन्ने खुसी। खबर दिदी बहिनी मामाको छोरीहरू त्यही त। पहिले चाहिँ त्यो मलाई पनि थाहा छैन के हुन्थ्यो, तर मावला चाहिँ धेरै प्यारो हुन्थ्यो कि हामी पनि बढी त्यो मावला खोज्थ्यौँ नि त। धेरै मान्छेहरू हाम्रो गाउँतिर भनौँ न, धेरै मान्छेहरूले चाहिँ त्यही भन्थे मावला जानु पाए हुन्थ्यो भन्ने त्यस्तो चाहिँ हुन्थ्यो। त्यो त्यो त्यति बेला केले हो त्यस्तो बनाएको चाहिँ। तर विशेष गरेर चाहिँ त्यो हाडतिर भन्दाखेरि माउलातिर जाने त्यो चलनहरू थियो। ल ठिक छ, तपाईँहरू अनि भनेपछि त्यो 11 वर्ष तपाईँले रोग पनि तपाईँको जाति भयो। त्यहाँदेखि कामहरू चाहिँ के गर्नुहुन्थ्यो क्या त्यहाँनिर? म त्यहाँ काम के गर्थेँ र गाई बस्तु हेर्थ्यो। जङ्गल घाँस पात, घाँस ल्यायो बस्तुलाई काटेर, अनि सक्दा नसक्दा दिदीहरूसँग हिँड्थेँ। दिदीहरूले घाँस काटेर बोकाइदिन्थ्यो। सक्ने भारी दाउरा खोजेर बोकाइदिन्थ्यो दिदीहरूले। तपाईँले पनि स्कुल चाहिँ देख्नु भयो? मैले स्कुल देखिनँ। हामी धेरै हाम्रो यो उमेरको मान्छेहरू स्कुल नदेख्नाले गर्दाखेरि अहिले कति थोकमा धोका लागेको छ। हो। अब तर यस्तो थियो कि हामी यस्तो ठाउँमा आइपुग्छौँ भन्ने पनि त थिएनौँ होइन। हाम्रो अब फेरि हिजोको दिनमा त्यो ठाउँमा त हामी बाँच्नको लागि, हाम्रो जीवन स्तरलाई अलिक सहज बनाउनुको लागि त फेरि स्कुल गएर पनि त गाह्रो थियो नि त। हामी त कृषि कामै गर्ने हो नि त, सबै बारी होइन, खेतबारीमै काम गर्नुपर्ने हो नि त होइन। अनि तपाईँहरू खेतबारीमा काम पनि गर्नुभयो? गऱ्यौँ हामीले खेतबारीमा। मेरो जग्गा जमिन नभए पनि अध्ययन गरेँ मैले धेर। हामीले कति गऱ्यौँ खेतबारीमा काम त। यो नङ्ग्राहरू खेतबारी रोपिसकेर धान रोप्नुहुन्थ्यो? नङ्ग्राहरू दुखेर हिलोले त्यति खाएर हुन्थ्यो। त्यस्तो दुःख गऱ्यौँ हामीले। अनि अब मामालाई बस्यौँ, मामालाई हुर्क्यौँ हामी। कति 4-5 बहिनी, 3 बहिनी, आमाहरूको नानी एउटै घरमा मामालाई हुर्क्यौँ। अनि मलाई त्यही मामालाईबाट दियो बिहे गरेर दोहोरी 3वटी दिदीहरूसँग हाम्रो मावलीले नै बिहे गरेर पठायो। आमा पनि मरे, दिदीहरूको बाउ पनि मरे, मामालाई बसेर हुर्क्यो। ल ठिक छ, अहिले म बिहे कसरी भयो भन्ने कुरा, कहाँ कसरी भेट भयो भन्ने कुरा चाहिँ म जोड्छु। त्योभन्दा अगाडि तपाईँले गाई बस्तु हेऱ्यो, घाँस काटे होइन, घाँसको भारी बोक्यो भन्नुभयो। तपाईँलाई 1-2वटा गाई गोरुको नाम नि वहाँनिर अचम्मको भुटानतिर नाम राख्थे के, केही गाई गोरुको नाम थाहा छ तपाईँलाई? गाई गोरुको नाम मैले गोठालो गरेको गाई गोरुको नाम सिधुरी गाई थियो, पुडी गाई थियो, हाम्रोमा पनि थियो पुडी, लाल पुडी गाई थियो, गाजली थियो। गोरुहरू चाहिँ तारे गोरु थियो, पुडे गोरुहरू थियो मैले हेरेको चाहिँ। ल गजब। यो मेरो पनि मलाई पनि चाहिँ अहिले त्यो सम्झना भयो। मेरोमा नि पुडी भन्ने गाई थियो होइन, दार्मे गोरु यस्तो थियो क्या। अब
त्यो मैले तपाईँलाई चाहिँ अब यो हाम्रो फेरि सम्झ्यौँ न त्यो बेला भनेर मात्रै सम्झाएको। र म फेरि अब चाहिँ पितातिर आएँ त। तपाईँले हाम्रो लगभग बिहेको कुरा हुँदै थियो क्या होइन, ठ्याक्कै तपाईँले अघि भन्नु हुँदै थियो 16 वर्ष 10 वर्षमा बिहे गर्नुभएको, 16 वर्षमा चाहिँ घर ल्याएर त्यहाँदेखि तपाईँ फेरि चाहिँ त्यो झारलङ्गीमा जानुभयो। झारलङ्गीको जिन्दगी पनि रमाइलो रहेछ तपाईँको चाहिँ अरूको भन्दा। यसो बाख्रा साख्रा खोज्ने होइन त्यो गर्ने। अनि त्यसो गर्दै गर्दाखेरि भुटानमा त्यो झारलङ्गी गर्ने क्रममा तपाईँहरूलाई केही पैसा पनि दिन्थ्यो? पैसा दिन्थ्यो है, 3 रुपियाँ दिनको 3 रुपियाँ दिनको 3 रुपियाँ पैसा दिन्थ्यो। अनि गीत पनि कस्थ्यौँ हामी। गीत है, 3 रुपियाँ पैसा भनेको त त्यो बेलाको ठुलो पैसा हो। अनि त्यो के 3 रुपियाँ पैसा पाउँदाखेरि चाहिँ गीत आएको? अनि गीत पैसा मान्छे अब बङ्गी भिडले लान्थ्यो कि। अनि भुटानैको 3 रुपियाँ जीवन गयो 3 रुपियाँ पैसामा भनेर गीत कथ्या चाहिँ बिर्सी पनि सक्यो अहिले। अरू गीत पनि आउँछ होला तपाईँलाई? आउँथ्यो नि पुरानो गीत एउटा गाइदिनु न, त्यो गोठाला गर्दा अथवा झारलाङ्गी गर्दाको आउँछ, सम्झना छ होला एउटा लु त एउटा गीत, लु मिठो गीत एउटा। अब खोइ अहिले त अड्किन्छ पो त होइन, अड्किँदै भए पनि अनि ठिक छ। यसो गरौँ, तपाईँ अड्किनु भयो कि त्यति बेला मारुनी नाच भन्ने चाहिँ बडा प्रचलनमा थियो। मारुनी नाच त्यसको बारेमा भनिदिनु त हामीलाई अलिकति। मारुनी नाच कसरी नाचिन्छ, के हो, कहाँबाट सुरु भयो, अलिअलि थाहा छ भने? सबै बिर्सिसक्यो नि हो अहिले। अब हेर्नुहोस् न, मादल रुख ढालेर के अरे लामपाते काठ रुखको घाँस काट्थ्यौँ नि, लामपातेको रुख ढालेर ढुङ्ग्रो खोलेर मादल बनाएर यिनको काकासँग मारुनी नाच लाएर हिँडेको। अहिले अब सबै बिर्सिएर छैन नि हो। मादल बजाउँथे मजाले, अहिले मादल बजाउनै आउँदैन। अहिले फेरि सिक्नुपर्छ होला हामी फुर्सदमा। फेरि आउँछ नि, सिक्दा त आउँछ। पहिले बजाएको त छिटो आउँछ फेरि। त्यसरी हिँडेको नाचेको नाच्नु भयो? मारुनी भएर चाहिँ हिँडिनँ म, तर मादल बजाएर मादले भन्थे नि त्यति बेला। मादल बजाएर नाचेर हिँड्यो। र अहिले सबै बिर्सेर खत्तम भयो। होइन, यो त अब तपाईँहरू अब खत्तम नभन्नु, उमेर भयो नि त। उमेरले पनि त्यसो गर्छ। तपाईँ 82 वर्षको भइसकेँ। 82 वर्षको हुनुभयो। ल ठिक छ। त्यसो भए अब भुटानमा तपाईँहरू त्यसरी जीवन बिताउँदै गर्दाखेरि गाई गोठाला गर्नुभयो, घाँस दाउरा गर्नुभयो, त्योभन्दा अलावा अरू कुरा के गर्नुभयो भुटानमा? भुटानमा मैले काम गरेँ खालि यो खेती किसानको फाली करुवा फलाम कुटेर जिन्दगी चलाएँ। करुवा बनाएँ, कुकुरी बनाएँ, हँसिया खुर्पा कचिया यस्तो बनाएँ हो। त्यो त राम्रो कर्म हो नि, राम्रो काम। यदि त्यो बन्दैन थियो भने त अरू मान्छेहरूको अथवा सबैको जीविकापार्जन पनि हुन्थेन त्यो बिना त। त्यो त एकदम महत्त्वपूर्ण। डोडम खोजेर नि, डोडम उहाँ के अरे सर्वङदेखि ल्याउँथे डोडममा, के अरे 60बाट पनि ल्याउँथे। त्यो ठुल्ठुलो डोडम 300-400 लगाएर डोडम किनेर ल्याएर त्यसलाई काटेर कुपी बत्ती नि, कुपी बत्ती मैले बनाएको बत्ती कहाँसम्म पुगेन, नेपाल पनि आयो हो। के पो भन्छ हौ, अनि के ठाउँमा गयो बत्ती बनाएर सामराङ लगेको थियो। भुटानको विभिन्न ठाउँमा गयो होइन, जिल्लाहरूमा गयो, नेपाल समेत आइपुग्यो। ठिक छ। त्यो तपाईँले भन्दै गर्दा मैले पनि देखेको कुरा हो। त्यो तपाईँहरूको त्यो फलामहरू चाहिँ त्यो
रातो बनाएर मात्रै कुटिन्थ्यो नि त होइन त्यो रातो बनाउने त्यो एउटा के भुर भुर पार्ने हुन्थ्यो भाटी त्यो त भाटी नि त्यसको नाम भाटी हुन्थ्यो त्यो त्यो त निकै पछाडि आएको त्यो त निकै पछाडि पहिले त मुखले नै फुकिन्थ्यो मुखले त पुग्न सक्दैन है फलामलाई त सकिँदैन होइन होइन त्यो कोइलालाई कोइला सुन चाँदी बनाउनेले चाहिँ सोतेबाट सोते हो म यही खोजिरहेको थिएँ सोते सोते बनाएर सोते फुरफुर पार्थ्यो त्यो सोते पनि बाँसको फलमको कुनै लाबरको के को बनाएको हुन्थ्यो नि त त्यहाँ जे पाउँथ्यो त्यही बनाउँथ्यो होइन त्यही होइन बाँसको बढी हुन्थ्यो किनभने लाबरकोले जडी जान्छ फलामको गरुङ हुन्छ बढी चाहिँ सुनारेले सोते भन्थ्यो सोते ठेलुवा भन्थ्यो खालि लामो लामो आँखा भएको खोजेर अनि त्यसको काटेर बनाउने त्यो चाहिँ कस्तो पनि होला भन्दा मलाई चाहिँ कस्तो पनि लाग्यो अहिले चाहिँ तपाईँहरूले भन्दै गर्दा त्यो बढी त्यो चाहिँ के भन्छ त्यो बाँसको भएको चाहिँ बाँस चाहिँ अलिक सस्तो पाइन्थ्यो नि त होइन त्यो पनि होला एउटा कुरा ठिक छ त्यो भाटी हुन्छ नि भाटी चाहिँ यसरी घुमाइन्थ्यो नि भाटी चाहिँ कसो गर्थ्यो यसो गरेर चलाउने चाहिँ मिसिन हो मिसिन पछाडि आएको त्यो टाँगो लगाएर यसो गरेर भाटीबाट पछाडि आएको नि यस्तो चाहिँ ए यो चाहिँ भाटी यो चाहिँ मिसिन त्यसको त ठ्याक्क नाम थिएन मैले यो पनि देखेको यो यस्तो गरेको अहिले यहाँ हाम्रो सहबहादुर भन्छ नि यहाँ यी पढ्तिर यहाँ छ अरे भनेको सुनेको ल ठिक छ तिनले बनाएको छ हाम्रो जेठा ज्वाइँले ल्याएको हो नेपालबाट ल्याउन चाहिँ तर यहाँ दिएको छ अरे त्यहाँ चलाउँछन् अरे भनेर बनाउँदैछ उहाँहरू बनाउनुहुन्छ अहिले पनि कता कता लुकी लुकी बनाउँछन् देखाएर बनाउनु ठिक छ अब त्यो पनि होला नि त यहाँ अब यो विशुद्ध छुट्टो देशमा आएको छ यसको कानुनी कुरा होला मैले पनि बनाएँ नि यहाँ है मैले पनि बनाएँ धेरै थोक बनाएँ यहाँ ल ठिक छ अब हामी चाहिँ के कस्तो भन्दाखेरि हामी खासैमा यो फर्केर हेर्दाको सेटमा चाहिँ 3टा देशको कुरा गरिरहेछौँ होइन तपाईँ हाम्रो जन्म भुटान त्यहाँदेखि फेरि चाहिँ भुटानबाट केही समय के भएर नेपाल आयो नेपालबाट चाहिँ अब चाहिँ समुद्र पारीको देशहरू राष्ट्रहरू भन्छ नि त यसमा हामी क्रमशः आउला है तपाईँहरू भुटानमा त्यसरी कर्म गर्दै गर्दा भुटानबाट चाहिँ तपाईँहरू कहिले कुन समयमा निक्लिनु भयो अथवा भुटानको सरकारले हामीलाई खेदाइयो भन्छ होइन चाहिँ कुन समयमा चाहिँ आन्दोलन भयो लु भन्नुहोस् त म त बिर्सिसकेँ है बिर्सिनु भयो नि त हामीलाई पनि त्यो ठ्याक्कै चाहिँ हामी मसिनो थियौँ त्यति बेला सानो तर 80 र 90 को दशक भन्छ 81 साल हो 81 सालमा होला अनि 90 को सेरोफेरो मा चाहिँ त्यस्तो भयो भन्छ आन्दोलन सुरुमै हजुर सुरुमै निक्लिनु पर्यो मैले चाहिँ तपाईले किन भन्नुहुन्छ भनेदेखि त्यसो भए तपाईको त्यही 90 तिर होला 90 मै होला त्यस्तै त्यतिखेर के भयो भन्नुहुन्छ भनेदेखि अब केटाहरू चाहिँ सबै आन्दोलनमा उतार्ने भयो नि त हो अनि आन्दोलनमा उतार्ने भयो अनि मलाई चाहिँ एउटा राई नै हो राई बाबु भन्थे हो हजुर त्यो राई बाबुले चाहिँ झोसुवा बन्दुक बनाउन लायो हेर्नुहोस् है त्यसलाई त के पो भन्थ्यो हाते झापटे बन्दुक कि झापटे कि के भन्थ्यो नि हाते होइन झापटे पनि होइन ठुङ्गुवा बन्दुक बनाउन लायो बन्दुक बनाए र दिई पठाएँ गएर अब बदल मारेर खाएछ पुरै पनि होइन नि बनाएको चाहिँ लुची मात्रै बनाइदिएको नि थपक्क लगेर बदल मारेर खाएछ मलाई लाग्यो भइगयो अनि बदल मारेर खाएपछि
ऊ पक्राउ खाइहाल्यो। ए राई 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 हो, राई बाउ भन्ने अब राई बाउ खेती साहब भन्थ्यो। राई बाउहरू चाहिँ फेरि भुटानतिर चाहिँ अलिक बढी चाहिँ त्यही सिकारकै काम गर्थ्यो नि त त्यो। अनि यो हो त्यो हाम्रो भुटानको चाहिँ पानी खाएको चाहिँ अहिले दबाई खाएर पनि बाँचिरहनु भएको छ। यो चाहिँ एकदम पक्रेर लगेछ हो। पक्रेर लगेपछि त अब पक्का खोजी हुन्छ भन्ने छ। म पनि आराममा बसेर ट्र्याक गर्दै थिएँ, कतिखेर आयो घुडा बुढी पक्रिएर लगिहाल्यो। ए तपाईँलाई भनेपछि त्यो थाहा पाएर त्यो थाहा पाएर होइन, थाहा नपाइकन मलाई पक्रेको राई बाबुले नि पक्राउ खाएको छ। अनि अब बिट अफिसर भन्ने चाहिँ अब बिट त्यो जङ्गबहादुर बिट जान्नुहुन्छ कुरा सुन्नुभएको अलिअलि? मैले त सुनेको छुइनँ, तर बिट भनेको चाहिँ जे होस् फरेस्टपट्टि जङ्गलको काम गर्ने मान्छेलाई चाहिँ ऊ थियो। ऊ पारिपट्टि कालीखोला गएको रहेछ। ऊ उताबाट आउँदैछ, मलाई लगेर सुनकोस घाटमा तेर्सी आयो। त्यो चाहिँ कसले आर्मीले नै भनौँ न अब आर्मीले। अनि लगेर तेर्सी आएको थियो अब भदौको घाममा। हजुर तेर्सी आएको थियो। अनि उताबाट राई बाबु आउँदैछ। तेर्साउन चाहिँ तपाईँ तेर्सिनुहोस् मात्रै भन्नुभयो कि उनीहरूले अथवा हातखुट्टा कुर्तै लात्ताले हान्दै लग्यो नि? हातखुट्टा त बाँधेन, यता पछाडि पाता चाहिँ फर्कायो। हो पाता पक्रिएर लग्यो। यहाँ बाँधेको छ, अनि पछाडि गाँठो बाँधिएको छ, अगाडि खोल्छ भनेर। अनि उहाँ लगेर तेर्सिएर राखेको छ बगरमा। अनि उताबाट राई बाबु आउँदैछ। राई बाबु आउँदैछ, यसो हेऱ्यो, ओ दाजु तिमी यो मान्छे किन लियो हौ? मेरो मान्छे हो यो भनेर बिट अफिसरले भन्नुभयो। बिट अफिसर। अनि त्यसो भनेपछि डासु आफै गएर फुकायो। तिमी रिस लिनु सक्छ? यस्तो गरेर हेरौँ। अनि जिम्मा लिनु सक्छ, रिस लिनु सक्छ, जिम्मा लिनु सक्छ, रिस लिनु सक्छ। होइन तपाईँलाई एकछिन, तपाईँलाई त्यो पक्रिनुको कारण चाहिँ के थियो त? अनि त्यो पक्रिनु काम आराममा बसेर काम गर्दैछु नि त म। तिमी बन्दुक बनाएर कति दियो राजा मार्नुको लागि? बन्दुक बनाएर कति दियो? राजा काट्नुको लागि कुकुरी बनाएर कति दिस भन्दै हान्नु थाल्यो नि त। अनि कुर्तै कक्रिएर लग्यो हो। यो चाहिँ न्यु मात्रै पारेको भन्थ्यो। हाम्रोतिर पनि त्यस्तो घटनाहरू भयो। जस्तै त्यो आन्दोलन हुनुभन्दा अगाडिदेखि तपाईँहरू त्यही बनाएर जीविकापार्जन चलाउनुहुन्थ्यो। तर त्यति बेला चाहिँ त्यो चाहिँ एउटा चाहिँ उनीहरूलाई न्यु मात्रै रहेछ नि त। कसरी नेपाली खेदाउँ अथवा यिनीहरूलाई के गरेर पक्रियौँ, कसरी कुटौँ, होइन के न्यु बनाएर कुटौँ भन्ने हिसाबले मात्रै गरेको रहेछ। नत्र भन्दा न तपाईँले हिजो त्यो आन्दोलन हुनुभन्दा अगाडि पनि हतियार बनाउनुहुन्थ्यो। त्यो बन्दुक बनाएर मैले उसलाई गर्नु भनेर मैले बन्दुक बनाउन गरेको पनि होइन। म त खेती किसान गर्ने, फाली करुवा गर्ने, हँसिया करुवा बनाउने, म त त्यो पो गर्थेँ। हो यहाँनिर तपाईँलाई मैले रोकेँ र यो अलिकति जानकारी पनि दिनुपर्छ र भोलिको हाम्रो सन्ततिहरूले भनौँ न, भावी सन्तति भन्छ नि, अब अङ्ग्रेजीबाट चाहिँ कमिङ जेनेरेसन भन्छ कि, ती मान्छेहरूले नि बुझ्नुपर्छ क्या यो कुरा चाहिँ। जस्तै भुटानमा चाहिँ हामीलाई न्यु पारेर विशेष गरेर खेदाउनु नै थियो रहेछ कि क्या हो? उनीहरूले त्यो होइन, त्यो न्यु पारेको मात्रै हो। यथार्थमा चाहिँ न तपाईँले खुकुरी बनाएर राजा काट भन्यो, न बन्दुक बनाएर चाहिँ होइन आर्मीलाई ठोक भने, त्यो त केही होइन नि। त्योभन्दा अगाडि पनि त बनाउनु भएको थियो। तर यो चाहिँ न्यु पारेर हामीलाई खेदाउनु नै थियो रहेछ त्यहाँबाट भन्ने बुझिन्छ होइन? अनि त्यहाँदेखि तपाईँलाई त्यो पक्रेर लगेपछि त्यसरी, अनि त्यहाँदेखि चाहिँ त्यो बिट अफिसरले भनेपछि तपाईँलाई छोडिदियो? बिट अफिसरले डासुले फुकाइदियो। डासुले फुकाइदिएपछि माथि डाँडा गाउँमा ल्यायो। डाँडा गाउँ बिट के अरे एउटा
आरवाल भन्नेको घरको उता छेउमा डिलमा ल्याएर राई बाबुलाई बन्दुक कसले बनाएर दियो हौ भाइ भनेर मलाई सोध्नुभयो कसले बिटले बिटले। अँ, अनि राति उँधो आएर 10-12 जना केटाहरू लिएर आएर काटौँ मारौँ गऱ्यो, कुटुम मारौँ भन्यो। उम्, जङ्गलमा आरान लिएर भन्छ। अनि मैले नबनाएर के गर्नु र, बनाएर दिएको हो भने ओ चाहना छैन भाइ, आजै तिमी इन्डिया टपिहाल, अँ, तिम्रो बाँच्ने उपाय छैन है। अँ, अब फेरि पक्रियो भने मारेर पानी खोलामा हाल्छ, अँ, सुनकोसमा हाल्छ है, तिमीलाई बगाउँछ है। त्यति भनेपछि म बाँच्नु परेन। अँ, त्यहाँबाट सुई यिनलाई घरमा यसो उसो भनिराखेँ, अँ। म चाहिँ हिँडेँ है। तपाईँ निक्लिनु भयो, म निक्लेँ, तपाईँ इन्डिया निक्लिनु भयो। इन्डिया गएँ। इन्डिया गएर तलबाट मेचे कहाँलाई भने एउटा सोमरेन भन्ने मेचे थियो, अँ, त्यो मेचेहरूलाई नानीहरू निकाल्नु लगाएँ। ए नानीहरू निकाल्नु लगाएँ। छ फेरि गाई गोरु बाख्रा सुँगुर ब्याइराखेको छ, हरेक किसिम कुखुराका चल्ला चिलिली छ। अहिले पनि मेरोमा कुखुरा जति छ, है अहिले गन्ती गऱ्यो भने 30-35वटा त कुखुरा चल्लै छ मेरोमा अहिले। तपाईँहरू परिश्रमिक भन्छ क्या, तपाईँहरू बडा परिश्रम गरेर आफ्नो जिन्दगीलाई सफल जिन्दगी बनाउनुको लागि तपाईँहरूले धेरै दुःख गर्नु भएको छ। अब ठिक छ, तपाईँ त्यसरी निक्लेपछि अनि त्यहाँदेखि मेचेहरू गएर तपाईँको परिवारहरू सबै गाई गोरु मेरो छोरा यही हो, यहीँ छ। हजुर हजुर गाई गोरुहरू लैनो गाई सबै कोही पहिले नै निकालेको थियो। पार्टीका केटाहरूले चोरेर कता कता पुर्यायो, के गर्यो, समेलेर ल्याउन सकेको जति नानीहरूले ल्याएर मेचे उँधो तल मेचे गाउँमा एउटा छेत्रीले खायो, बङ्गै गुरागाईले आइदियो, गुरागाई जनताले भन्नेले। यो बडा अलिकति म रोकेँ, मलाई पनि चाहिँ यो भएको छ र हामीले सम्झिनुपर्छ यस्तो कुरा। हामीले बडा दुःख पाएको, दुःख पाउँदै गर्दाखेरि फेरि चाहिँ फाइदा लिने मान्छेहरू धेरै थिए। त्यही तपाईँको नि फाइदा लियो होइन, त्यो दुःखले रात साँझ गरेर गाई गोरु बाख्रा सबै निकालेर कुखुरा ल्याउनु भयो, त्यो इन्डियामा त खाइदियो होइन। यस्तो दुःख पनि थियो हामीलाई। त्यो गुरागाई भन्नेले त कति 18,000 कति त गुरागाईले खाइदियो। कोइला खानी गयो, कोइला खानीमै त्यतै मासियो होला। ल मैले तपाईँलाई अलिकति छुट्याएछ। अब हामी अगाडि बढ्ने क्रममा तपाईँको चाहिँ ठ्याक्कै छोराछोरी चाहिँ कतिजना? मेरो छोराछोरी, हजुर छोराछोरी मेरो अगाडिपट्टिको 4 जना बितेर गएको हो जम्मै। अगाडिपट्टिको चाहिँ यहाँ भएको चाहिँ जम्मै 4 बहिनी छोरी र एउटा छोरा छँदैछ। यहीँ छ। ओके, ल ल ठिक छ। अब तपाईँहरू त्यसरी त्यो इन्डियामा आएर बस्नुभयो, तपाईँहरूलाई त्यहाँनिर कसै मान्छेले फाइदा लिएर तपाईँहरूलाई होइन, त्यो उनीहरूले भनौँ न अब हेपेकै हो नि त, त्यो त हेपेरै खाइदिएको नि त होइन। अब यस्तो त फेरि हामी भुटानी नेपालीको लागि धेरै भएको छ, धेरै ठाउँमा तपाईँको त्यो तपाईँ आएको ठाउँमा मात्रै होइन, हामी जहाँबाट जुन ठाउँमा निक्ल्यो त्यहाँ पनि भएको छ। त्यो अहिले कुरा नगरौँ, लामो हुनसक्छ। र तपाईँहरू त्यहाँ आइसकेपछि चाहिँ तपाईँको त्यहाँ कति बस्नुभयो इन्डियामा चाहिँ? कति? इन्डियामा 9 महिना बसेँ म। 9 महिना बस्नुभयो? 9 महिना बसेँ। 9 महिना बसेर त्यहाँ गाई गोरुहरू छोडिराखेर कोही बेचेँ, हजुर हजुर, कोही चाहिँ त्यहाँ छोडिराखेको थिएँ। लिन जानु पऱ्यो, उठाउन जानु पऱ्यो, अब बेचिराखेर दामकाम गरेर दिएको थियो, उठाउन जानु पऱ्यो भनेर गएको। मालमत्ता पनि छोडिराखेको थिएँ। त्यो लिनु जाँदाखेरि बुढाबुढीले नै कुटाइ खाइयो। यहाँको हड्डी यो जोड्ती हुन्छ नि, यहाँको बन्दुकको दबाईले, मेचेले बन्दुकको दबाईले हानेर यहाँको भाँचेर भित्र हालिदिएको छ। यो चाहिँ सबैभन्दा हामीले भोगेको। अहिले हामीलाई यहाँ देख्छन् मान्छेहरूले त है यिनीहरू कति आनन्दको मान्छे भन्छ, तर यो ठाउँसम्म आइपुग्दाखेरि हामीले धेरै दुःख पाएको छौँ, धेरै चोटहरू बिहोरेको छौँ। त्यसकै एउटा चाहिँ भनौँ न, तपाईँ एउटा चाहिँ एकजना हुनुभयो होइन। तपाईँले आज भन्नुभयो भनेपछि तपाईँले त्यहाँनिर चाहिँ आफ्नो गाई गोरु बाख्रा कुखुराको केही पनि पाउनु भएन, उल्टै कुटाइ पाउनुभयो। कुटाइ पाइयो, मालमत्ताहरू सबै टाकटुकै लग्यो, लुटलाट गर्यो, सबै सम्पत्ति अलिकति कुनै 4-5-6 हजार कति थियो। मैले यहाँ पछाडिपट्टि
बाँधेर रुमालमा बोकेको थियो मरै त्यो बाउड्यो बाउडे होला उहाँ धेरै धेरै अशक्त हुनुहुन्छ धेरै दबाई खाइरहनु भएको छ र पनि तपाईँ आज हाम्रोमा आइदिनु भयो कुरा राख्नको लागि ठिक भयो ठुक हुन्छ होला नलानुहोस् पछाडि नलानुहोस् हात पछाडि लाउनु कक्रिहाल्छ अनि ल हामी फेरि अघि बढौँ है त हामी त्यसो भए तपाईँहरू त्यहाँनिर चाहिँ भनेपछि त्यो 5-6 हजार पैसा भनेको त त्यो बेलाको त लाख हो नि यता पछाडि गाँठो पारेर बोकेको थिएँ त्यो पनि टाकटुक लगिदियो हो कुटेर यिनलाई कुटेर टाउकोतिर हिर्काइदियो त्यो छातीतिर हिर्काइदियो त्यो लामगाले कान्छ क्या गीता बाउ गीताको बाउ साथी थिए उसलाई ढुङ्गाले हान्यो हो ओ पर गएर बस्यो ऊ चाहिँ ढुङ्गा भेटाएपछि भुँडीमै भेटायो उसले तपाईँ 82 वर्षमा यतिको तगडा हुनुहुन्छ कि एकछिन त लड्नु होला हो लड्नु हो लड्न सकिन नि धेरै साथमा बन्दुक छ उनीहरूको साथमा बन्दुक छ लड्ने कुरै भएन नि लड्ने त कुरै भएन यसो तानिदिएर छोडिदियो भने त 30 दिनमा पुग्यो त्यहाँबाट कुटेर लो बनाइहाल अब दुईजनालाई बामे सर्दै 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 बामे सर्दै सुनकोसमा घाटमा आइपुग्यौँ हो ऊ चाहिँ हिँड्छन् रामगाले कान्छा चाहिँ म चाहिँ यसको काका भनौँ न अब विनोदको काका चाहिँ अनि हामी दुईजना चाहिँ बामे सर्दै नि हो नि उपाय छैन कुटेर अनि फेरि सुनकोस घाटमा पैसा चाराना छैन है फेरि घाटमा आएर के गर्नु हाम्रो त सबै लुटपाट गयो एउटै पैसा एकना चाराना पैसा छैन अब हामीलाई यहीँ छोडिदिन्छौ कि के गर्छौ भन्दा त्यो माझीहरूले पनि छेत्रीहरू थियो तिनीहरूले तारिदियो हामीलाई सुनको साथ दियो तार दिएर आएर त्यहाँबाट माथि आएपछि बगानमा पसेर मान्छेहरूसँग सहयोग मागेर नेपाल आएको भनेपछि तपाईँ यो चाहिँ पैसा उठाउनु जानु चाहिँ नेपाल आएर जानुभएको नेपाल आएर नानीहरू छोडिराखेर अनि जानु फेरि गएको ल ठिक छ हामी फेरि नेपालको कुरा त गर्छौँ हामी अहिलेसम्म नेपालसम्म आइपुगेको छैनौँ तपाईँहरू भुटानबाट निक्लिँदै गर्दा इन्डियामा 9 महिना बस्नुभयो त्यहाँदेखि 9 महिना पछाडि तपाईँहरू नेपाल आउनुभयो नि नेपाल आउँदाखेरि केही थाहा छ कसरी आउनुभयो त्यहाँ इन्डियाबाट तपाईँहरू 9 महिना जहाँ बस्नुभयो नि त्यहाँदेखि आउँदाखेरि त्यहाँबाट गाडीमै उठाएर मित जानुभएको थियो मेरो बानिया मित हुनुहुन्थ्यो साह्रै सहयोगी मेरो मित मित पनि हाम्रो भुटानभित्रकै उहाँ चाहिँ पहिले नेपाल आउनु भएको थियो पहिले नेपाल आएर पहिला मितिनीहरूलाई नानीहरूलाई ल्याएर छोडिराख्नु भएको रहेछ छोडिराखेर चाहिँ उहाँको सासु बितेको उही पिङ्कुवा खोलामा पिङ्कुवा गाउँमै बित्नुभएको त्यहाँबाट भुटान त्यहाँबाट अनिखेरि फर्केर जानुभयो गोठ थियो मिरबाबु मिरआमाको चाहिँ तल बोर्डर मुनि गोठ थियो त्यो गोठमा गएर जानुभएको त्यतिखेर चाहिँ म मेचे गाउँमै थिएँ मेचे गाउँमा थिएँ हजुर तपाईँले यो मेचे गाउँमा ल्याएर राख्नुभयो छोराछोरी मार्नुहुन्छ यहाँ मेचेले राम्रो गर्दैन भनेर भन्नुभयो म खेत रोप्दै थिएँ म त्यहाँ अध्यहाँ एउटा दारासिंह भन्ने एउटा मगरको जमिनमा धमाधम रोप्न थालेको थियो 9 महिना बस्दै गर्दा पनि त्यहाँ खेत रोप्नु भयो खेत रोप्दै थिएँ त्यहाँबाट अनिखेरि लु नगर्नुहोस् यो अध्यक्ष केही नगर्नु सबै छोडिदिनुहोस् यहाँ नबस्नुहोस् भन्नुभयो अब मितले भनेको कुरो त मान्नु पर्यो हजुर सहयोग दिनुहुन्छ मलाई म छिटै जाने थिएँ तर हजुर जानुहुन्छ भने त म पर्खिन्छु नि हजुर भन्नुभयो मितले लु 3 दिन पर्खिनुहोस् यो गाई गोरु म सडक सटक कता के गर्छु र उठाइदिनुहोस् तपाईँले जहाँ लगेर छोड्नु भएको छ म त्यहीँ जान्छु भनेपछि त उहाँले पर्खिनुभयो नि बाख्रा तानेर लगेँ कचु गाउँ यत्रो माउ बाख्रा यत्रो फाँसा गरेको 3वटा पाठा भएको माउ बाख्राहरू 100 रुपियाँ गोटा गरेर सबै उदिस सुहाइ 300 रुपियाँ 400 रुपियाँ दिन्छु भनेको माउ बाख्राहरू पहिला
रुपियाँ $100 गरेर दिएर छोडिराखेर छोडिराखेँ। त्यहाँबाट अनिखेरि त्यो बाख्राहरू गाई गोरु टाकटुकै अर्कालाई दिइराखेर त्यहाँबाट अनि नानीहरू लिएर गाडीमा उठाएर लिएर आएँ नेपाल। आएपछि नेपालमा तपाईँहरू नेपाल प्रवेश गर्दा त पक्कै पनि पानी ट्याङ्की त्यहाँदेखि काँकरी भिट्टा है त्यही त थियो। काँकरी भित्तामा ठ्याक्कै नमाएर त्यहाँ सबै दर्ता गर्नु पर्दो रहेछ नि त। काँकरी भिट्टामा काँकरी भित्तामा दर्ता गरेर नाम सबैको छोराछोरी नानीहरूको सबैको नाम दर्ता गरेर त्यहाँबाट अनिखेरि नेपालमा माइमा आयौँ। माईको कोटीमा त्यहाँको बाहुनहरूले दिएको चामल पनि पकाएर खायौँ हामीले। गौसरीको त्यो भनेपछि तपाईँहरू आउँदाखेरि माईमा केही घरहरू बसेको पनि थिएन है। स्याउला काटेर त्यो के अरे कटुसको स्याउला काटेर स्याउलाको यसो झुप्रो लगाएको थियो कसैले हाम्रो त त्यो पनि थिएन। त्यहाँबाट हामीले आएर कटुसको स्याउला काटेर त्यही कटुसकै पातको आसामेको के अरे त्यो चिक्राहरू काटेर बेराहरू गरेर त्यसरी बस्यौँ। तपाईँहरू त्यहाँ आइपुग्दाखेरि कति परिवार जस्तो थियो के गन्ती गर्नुहोस्? जम्मै हामी लामो बसाइ गरेर चाहिँ 52 परिवार थियौँ। 52 परिवार थियौँ। 52 परिवार बस्यौँ। त्यहाँ बस्दै आएको छ दिनमा पहिले त 25 घर 30 घरसम्म आउनु भयो है। कोही न्याउली भुटानबाट आउँछ, कोही ताला भुटानबाट आउँछ, कोही चिराङ भुटानबाट आउँछ, कोही कहाँबाट आउँछ। अब भुटानले चाहिँ भन्ने कति आयो नि त। ल अब त्यहाँ ठिक छ, त्यहाँनिर त्यसरी तपाईँहरू त्यस्तो दुःखको त्यहाँनिर एउटा जिन्दगी गुजार्नु भयो, बिताउनु भयो। तपाईँहरू त्यहाँदेखि चाहिँ अलिक सहज, त्यहाँदेखि पछाडि चाहिँ धेरै ठाउँमा सारे नि त, अलिक सहज व्यवस्थित अलिक घरहरू बनाएर क्याम्पहरू सार्ने भयो नि त। त्यति बेला बेलडाङ्गी 1मा आएर बस्यौँ। बेलडाङ्गी 1मा आउनु भयो। बेलडाङ्गी 1मा आएर बस्यौँ। बेलडाङ्गी 1मा पनि साह्रो भयो। यिनी पनि साह्रो, नानी साइली छोरी पनि साह्रो भयो, कान्छी छोरी त्यस्तै हरेक किसिम गरेर अब बस्यौँ। बस्दै हाम्रो चाहिँ परिवारमा राम्रो भयो। दबाई पानी जति गरियो दुःख गरेर छोराछोरीलाई बित्नु चाहिँ दिइनँ मैले, बिताइएन। राम्रो लाग्यो। माइमा के अरे माइमा हुँदाखेरि त मान्छेको दैलो लाग्यो नि। दैलो लाग्यो। मान्छे अब घर एउटै पनि परिवार बाँचेन, कोही मरेर गयो। यसरी हामी गफ गर्ने क्रममा यो चाहिँ पटक आउँछ। ल ठिक छ, हामी अलिकति समयलाई पनि ख्याल गर्नुपर्छ। हामी अब तपाईँहरू बेलडाङ्गी 1मा आएर बस्नुभयो। बेलडाङ्गी 1मा बस्दै गर्दाको केही छिमेकीहरू सम्झ्यौँ, त्यहाँदेखि हामी फेरि अघि बढौँ। छिमेकीहरू थापाहरू थिए, थापा सरहरू भन्थ्यौँ। पूर्ण सर, थापा सर। त्यहाँबाट अनिखेरि बल मिदाजुहरू, मेरो मिदाजुहरू थिए, कार्की कान्छाहरू थिए। छिमेकीहरू धेरै थिए। अब हामी त्यहाँबाट त्यत्रो छिमेकीहरू थियो, अहिले सम्झिनु भयो। त्यहाँदेखि फेरि हाम्रो जिन्दगी चाहिँ बसाइसरा होइन, बसाइसरिरहने जिन्दगी भयो। त्यहाँदेखि तपाईँहरू नेपालको त्यो शरणार्थी अवस्थाबाट चाहिँ हाम्रो IOM UNHCR के मिलेर विदेश ल्याउने चाहिँ एउटा निर्णय गर्यो भन्छ होइन। अब त्यो कसले गरे त थाहा छैन, तर तपाईँहरू पनि विदेश आउनुभयो। विदेश आउँदाखेरि तपाईँहरू कहाँ आउनुभयो? म यही ठाउँमा आएँ। यही ठाउँमा आएँ। अब उहाँबाट छोरीहरू साइली छोरी पनि छैन, ठुलो छोरी पनि छैन, माइली छोरी पनि छैन, सबै अगाडि तपाईँहरू आउनुभयो। पहिला म आएँ। हामी छोरा अगाडि हामी पछाडि आयौँ। यहाँ आइपुगिसकेपछि त्यहाँबाट अनिखेरि मैले त सहारा पनि नपाउने भएँ। त्यो भोलिन्टियरले सहारा दियो भने दियो, दिएन भने दिएन। अनि त्यस्तो पनि भएर बसेँ म यहाँ। अनि अब नानीहरू आइपुग्यो, कान्छी साइली छोरी 1 वर्ष पछाडि आइपुग्यो। नानीहरू पढेको भएको एउटा यो विनोद नाति हामीलाई त्यो मोबाइलमा हेर्दाखेरि किलकिलेको लिपलिप पनि देखाइहाल्यो गरेर। उहाँबाट नेपालबाट
हेर्नु है अब त्यो मोबाइल भन्ने देखेको थिएन हामीले हो यहाँ आइकन देखेको हो त रहेछ भनेर आत्तिएको नि हौ नानी ए ओहो यो नानी नै थियो हो सानै ल यहाँ अब मैले चाहिँ हाम्रो दर्शकहरूलाई पनि जानकारी दिनुपर्छ तपाईँहरूले हामी यहीँ आउनु भयो भन्नुभयो नि अघि अब यो यहीँ चाहिँ अस्ट्रेलियाको ताजमनिया चाहिँ एउटा भनौँ न छुट्टै सानो चाहिँ के भन्छ त्यसलाई एउटा सहर छ होइन त्यसको पनि त्यो ताजमनियाभित्र पनि त्यो ताजमनिया चाहिँ स्टेट हो त्यसको पनि चाहिँ दुईवटा सहरहरू मेन सहरहरू चाहिँ होबर्ट त्यसलाई चाहिँ राजधानी पनि भन्छ ताजमनियाको अनि तपाईँहरू चाहिँ लन्सेस्टनमा आउनुभयो यो चाहिँ दोस्रो सहर भन्छ लन्सेस्टनमा आउनुभयो है अनि लन्सेस्टनमा आइपुग्दाखेरि तपाईँहरू नेपालबाट चाहिँ हवाई जहाजमा आउनुभयो नि त हवाई जहाजमा आयो हवाई जहाजमा कस्तो मजा भयो कि डर भयो कि तपाईँहरूलाई डर सरी नै हो कहाँ के हुन्छ कसो हुन्छ कहिले प्लेनमा उठेको थियौँ न भन्दा त्यहाँ काठमाडौँसम्म आएको हो पहिले प्लेनमा खुट्टो हालेकै अब भुटानबाट नेपालमा अब भुटान नेपाल गाडीमै भयो अनि यहाँ आउँदा पनि अब घाडाग्रा घुडुक गर्दै 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 आयो त्यो समुद्र उडेको छ जहाजमा उडेको छ छोराछोरी छोडेर आएको छौँ रुँदै आँखाबाट आँसु अभाउँदैन त्यसो हुँदै हुँदै यहाँ आएर बस्दा वर्ष दिन पछाडि यो विनोद नाति र साइली छोरीको परिवार आयो अनि यो गीताको परिवार आइपुग्यो त्यहाँबाट अलि शान्ति भयो तै विशेष त्यहाँबाट अनिखेरि अर्को वर्ष कान्छी छोरी आयो अनि अर्को वर्ष पछाडि ठुलो छोरी र माइली छोरी आइपुग्यो भनेपछि अहिले त तपाईँहरू सबै मेरो परिवार मैले जन्माएको छोराछोरी यही नै छ बेला भएको अब त तपाईँलाई भनेपछि धेरै आनन्द छ अब हामी सक्नुभन्दा अगाडि तपाईँ अस्ट्रेलियामा आइपुग्नु भयो तपाईँले अब सबै परिवार भएपछि एक किसिमको आनन्द महसुस गर्नुभएको छ त्यो अब धेरै सबैले गरोस् भन्ने हामीलाई पनि लाग्छ तर कतिजनाले गर्नु पाउनु भएको छैन किनभने त्यो विदेश लाने क्रममा विभिन्न मुलुक लग्दैन नि त त्यसले गर्दा कतिजनाको त कहाँ छ छरबिष्ट छ नि त अब तपाईँहरूलाई सम्झिँदाखेरि नि म दुईजनालाई सोध्छु भुटान नेपाल अनि अस्ट्रेलियामा आएर नि अब धेरै वर्ष बसिसक्नुभयो तपाईँहरूलाई अहिले चाहिँ बढी आनन्द यो ठाउँमा छ अथवा तपाईँहरूले सम्झिरहने ठाउँ चाहिँ कुन चाहिँ हो सम्झिरहने ठाउँ हामीले सम्झिनु यही ठाउँमा चाहिँ सम्झिनु पर्यो नि जहाँ आएर बसेको छ रमाइलो पनि छ चिसो पनि छ तातो पनि छ रमाइलो पनि छ नाति नातिना सबै छन् यहाँ म खुसी नै छु किन भन्नुहुन्छ भनेदेखि अब जन्मेको जति छोराछोरी पनि यी छन् छोरो पर गएर त्यो बिचमेनमा त्यो पनि फर्केर आएर यहीँ बसिरहेछ ल ठिक छ अब तपाईँलाई पनि त्यस्तै अब यहाँ विदेश आइसकेपछि यही रमाइलो छ कि कहिलेकाहीँ नेपाल सपनामा नेपाल देख्नुहुन्छ भुटान देख्नुहुन्छ कि या देख्नुहुन्न म त सपनामा उही भुटानमै पुग्नुहुन्छ उहाँ गाई चराइराखेको हुन्छु भुटानदेखि नेपाल आयौँ हामीले धेरै कष्ट पायौँ छोराछोरी खानु नदिकन मार्छौँ होला जस्तो भयो कसरी पो लिएर आइयो नानीहरू नल्याउनु रहेछ नआउनु रहेछ भने जस्तो भयौँ कसैले एकमुठी दिए पनि नानीहरू बाँच्थ्यो होला जस्तो भयो हामी भिख माग्न गयौँ दुईजना गयौँ भिख माग्न कुनै जान्छन् खोर्सानीको ढेरीहरू बोरीहरू के त्यो बेच्न राखेको दिँदा रहेछन् त्यो बेलुका गोजीबाट ल्याएर दिन्छ र केलाएर भाँचेर पकाउनु बसाउँछौँ कोही थाल थाप्दै आउँछ कोही डाडु नै झिकेर लगेर उगाएर लगेर खान्छ मकै भुट्दै कराईमै मकै भुट्नु हाल्यो भने एकमुठी मकै ल्याएर दिन्थ्यो त्यहाँको महिला सानीहरू भन्थ्यो एकमुठी एक सरीको मकै ल्याएर झोलालाई दिन्थ्यो थाप्थ्यौँ नानीहरूलाई भुटेर पो दिनु पर्यो भनेर भुट्नु थाल्दा त्यो कराई नै मात्रै निकालेर राख्थेँ मैले त्यसरी खाइदिन्थ्यो त्यहाँको मान्छेले सबले के पकाएको भाउजू भन्थ्यो के दिदी भन्थ्यो एकमुठी झिक्दा नानीहरूलाई दिनै पाउँदिनँ थिएँ ल यो एकदमै ल अब हाम्रो भएर हामी भिख माग्नु गयौँ भिख मागेर लिएर आयौँ त्यहाँ सङ्ग्रहगढीसम्म पुगेँ म भिख मागेर मकै ल्यायौँ चामल ल्यायौँ के फालफुलहरू सब्जीहरू ल्यायौँ अनि
1-2 छाक खुवाउँदै थियौँ। त्यहाँबाट चाहिँ अनि रेड क्रसले हेर्ने भयो। त्यहाँबाट चाहिँ अनि 1-1 टिन चामल दियो, 1-1 पहिला तिनले पो दिन्थ्यो। बदल तेलहरू दिँदा हामी त कहाँ पुग्यौँ त्यस्तो सुख लाग्यो त्यहाँ। ल्याएर त त्यसरी त दिनु थाल्यो दिँदा दिँदै त नानीहरू भट्टाभट रुँदा रुँदै मर्छ। नानीहरू कोही छादै मर्छ, कोही रुँदा रुँदै मर्छ, कोही सबै क्यामै उचालेर आमाहरू रुन्छ। म त नानीहरू त छेउमा लिएर राख्छु नारायण, आज त छ भोलि त बा छैन नि। नानीहरू भन्छु सबै नानीहरू बिमारी, बाउहरू जान्छ कता कता। मेरो छोरालाई चाहिँ कसो गरेर पो बचाएँ हो मैले। रगत हगेको धारो खुनको धारो हग्ने पो त बिजोकबाट अनि त्यहाँदेखि माइधारबाट चाहिँ बेलडाङ्गी ल्याइदियो। बिर्तामठ त्यो के अरे बेलडाङ्गी ल्याइदिँदाखेरि मेरो कान्छी छोरीलाई माइली छोरी र म यसरी सिटमा यता बसेर यता सुताएर ल्याएको कान्छी छोरीलाई। मेरो कान्छी छोरीको थिएन, यहाँदेखि यता सबै केस झरेर कस्तो बिमार लागेको थियो। त्यही थापा साइला डक्टर थियो, उसले राति पनि आएर दबाई खुवाइदिन्थ्यो, हामीले खुवाउँदा मान्दैन। त्यही त त्यहाँ त अब बिमार यही हो भनेर पत्ता लगाउनु पनि त कठिन थियो होइन। सबै गरेर बचाइदियो। अहिलेसम्म राम्रो छ। हाम्रो थापा सरले त्यति मेरो छोरीलाई चाहिँ गुण गरेर म राति पनि आएर दबाई खुवाउँथेँ। पभी कस्तो हुँदैछ भन्दै आउँथ्यो राति पनि। त्यति गरेर बचायौँ। मेरो नानीहरू चाहिँ ल्याए जति सबै छ, बढ्दैछ, घटेको छैन। पलातीना पनि 6-7जना भइसक्यो। हो, तपाईँहरूले गर्नुभएको राम्रो कर्मको कारणले। ल अब हामी यसो गरौँ, आज चाहिँ हाम्रो कथा चाहिँ दर्शकवृन्दलाई भन्नुपर्छ। हाम्रो कथा यति मात्रै होइन, उहाँहरूले भन्नुभयो हामी भिखारी भएर माग्नु गयौँ। हाम्रो जिन्दगी त एउटा रुन्चे जिन्दगी पनि हो। पटक पटक रुँदै रुँदै अब यो ठाउँमा आइपुगेको छौँ होइन। अब जे होस्, अब तपाईँहरू होइन, अब हाम्रो एउटा कथा चाहिँ यति मात्रै होइन, हाम्रो दुःख यति मात्रै होइन, अझै धेरै तपाईँहरू भन्नु सक्नुहुन्छ। तपाईँहरूले भोगेको अझै पनि चाहिँ धेरै कुराहरू छ। तर आज हाम्रो समयलाई पनि हामीले मध्यनजर गर्नुपर्छ र त्यसले गर्दाखेरि चाहिँ हामी बिट मार्छौँ आजको लागि है। र आज तपाईँहरू यसरी आइदिनु भयो यहाँ हाम्रो यो फर्केर हेर्दाको सेटमा बसिदिनु भयो। तपाईँहरूको चाहिँ कथा कहानी, तपाईँहरूले भोग्नुभएको जिन्दगीमा भोग्नुभएको सबै कथा व्यथाहरू समेट्नु नसके पनि केही कुरा चाहिँ भन्नु पाउनुभयो र तपाईँहरू आइदिनु भयो। धेरै धेरै धन्यवाद। र मैले यहाँनिर बिदा माग्नुभन्दा अगाडि मैले फेरि जहिले पनि मेरो 2टा भाइहरू सम्झिनुपर्छ। मेरो भाइ विनोद लामिछाने र भाइ यादव। उहाँहरू चाहिँ यहाँ देखा नपरे पनि बाहिरबाट यो हाम्रो यस्तो यो बसेर जसरी सहजले हामीले गफ गऱ्यौँ नि, यो सबै मिलाइदिने अनि यो हामी बोलेको भोलि कहीँनिर चाहिँ पर्दामा देखाइदिने काम चाहिँ ती 2 भाइहरूले गर्छ र उहाँहरूलाई पनि विशेष धन्यवाद दिँदै आज हामी बिदा हौँ है त। ल धन्यवाद, नमस्कार।